कृषकहरूको अधिकांशले मांसपेशी र हड्डी सम्बन्धी रोगको गुनासो गर्दैछन्। के कस्ता कृषि कार्यका गतिविधिहरूले यस रोगको उत्पत्ति गर्न सक्छ भने हेर। माथि हेरी काम गर्न वा केही तानेर हातले काम गर्ने स्थिति, आङ्ला वा कलाई घुमाउने क्रियाकलाप पुनरावृत्ति हुने कार्यहरू मांसपेशी र हड्डी सम्बन्धी रोगको कारण बन्न सक्छ। त्यसै गरी धेरै वजन उठाएर बुबानी गर्ने वा खेतमा काम गर्दा गुडामा बसेर काम गर्ने जस्ता अवस्थाहरू पनि कम्मर र गुडाका रोग उत्पन्न गर्न सक्छ। यस्ता मांसपेशी र हड्डी सम्बन्धी रोगलाई रोक्नका लागि के कस्ता रोकथाम व्यायामहरू छन् भनेर हेर। पहिलो, मांसपेशीको दुखाइ रोक्ने व्यायाम। ठिकरी बस्नुभयो र टाउकोलाई अगाडि झुकाएर पछि तान्नुहोस्। त्यसपछि टाउकोलाई दायाँ काँधतर्फ झुकाएर पुनः मूल स्थानमा फर्कनुहोस् र फेरि बायाँ काँधतर्फ झुकाउनुहोस्। अब हातको प्रयोग गर। दुई हातले टाउकोको पछाडि थिचेर अगाडि झुकाउनुहोस् र पछिल्लो भागलाई तान्नुहोस् र ठोका आङ्गुलीले चुडिएको टाउकोलाई माथि धकेल्नुहोस्। दाहिने हातलाई बायाँ कानको नजिक लगेर थिच्नुहोस् र दाहिनेतर्फ झुकाउनुहोस्। विपरीत दिशामा पनि यस्तै तान्नुहोस्। दोस्रो, काँधको दुखाइ रोक्ने व्यायाम। काँधका हड्डीहरू एक अर्कामा जोडिएको महसुस गर्दै काँधलाई पछाडिमा नजिक ल्याउनुहोस्। त्यस अवस्थालाई 5 सेकेन्डसम्म कायम राखेर फेरि 5 सेकेन्डसम्म बिस्तारै ढिलाइ गर्नुहोस्। त्यसपछि काँधलाई माथि उठाएर 5 सेकेन्डसम्म कायम राख्नुहोस् र बिस्तारै छोड्नुहोस्। त्यसपछि कमरलाई नचाल्दै माथिल्लो शरीरलाई एकतिर घुमाउनुहोस्। एक काँध अगाडि र अर्को काँध मेरुदण्डमा टिच्दै घुमाउनुहोस्। 5 सेकेन्डसम्म कायम राखेर स्थिति छोड्नुहोस् र विपरीत दिशा पनि गर्नुहोस्। अन्तमा यो कुहिनाको टेन्डनमा हुने सुजन रोक्नका लागि व्यायाम हो। कुर्सीको ह्यान्डल वा मेजमा हात राख्नुहोस् र कलाइलाई झुकाएर 10 सेकेन्डसम्म कायम राख्नुहोस्। यही गतिविधि दुवैतर्फ 3 पटक दोहोर्याउनुहोस्। यस क्रममा बुढी औँलालाई पनि झुकाउनु पर्छ। हातको तल्लो भाग आकाशतर्फ रहेको अवस्थामा हातलाई फैलाउनुहोस् र अर्को हातले कलाइलाई झुकाउनुहोस्। यसपटक हातको माथिको भाग आकाशतर्फ फैलाएर दोस्रो हातको हड्लासँग निस्केको हड्डीको नजिक समात्नु पर्छ। कुहिनोलाई सिधा राखेर 10 सेकेन्डसम्म तल थिच्नुहोस्। मांसपेशी र हड्डीको रोग सही स्थिति र साधारण स्ट्रेचिङले राम्रोसँग रोक्न सकिन्छ।